साथीले भन्नु तपाईँले भने सोक्रेटिसले भन्यो आई नो नाउ द्याट आई डोन्ट डु एनिथिङ सोक्रेटिस बनायो सोक्रेटले सबै ओके सोक्रेटिस सबैलाई भेटेपछि सबैले वास्तवमा सबभन्दा बुद्धिमान सोक्रेटिस हो उसले आफैले भने किनभने उसलाई थाहा छ ऊ के पनि जान्ने सबैले जान्ने भए सोक्रेटिस भन्नु मैले आफैले पनि भन्नु लेखक थाहा छैन भन्ने हो मैले लेखक पनि भन्ने हो अनि तर सोक्रेटिसकै आयो हुनाले उसको भनाइ के पनि जान्दैन मान्छेसँग सोधेर ज्ञान पनि लिनुपर्छ भने कसरी लिने त भन्नेमा चाहिँ उनको मूल सिद्धान्त छ जसले राम्रो प्रश्न गर्न सक्छ उसले मात्रै राम्रो उत्तर दिन सक्छ भने उनको फोकस चाहिँ के थियो भने कसरी राम्रो प्रश्न सोध्ने है अनि गाउँमा जाँदा पनि मान्छेहरूसँग कुरा गर्दा प्रश्न मात्रै गर्छ अनि त्यो प्रश्नहरूबाट चाहिँ जुन मान्छेहरूको आउँछ त्यही नै उनको उत्तर हुन्थ्यो भन्दाखेरि ज्ञान उनको पहिलो स्रोत पनि राम्रो प्रश्न गर्न सक्ने सिको किताबै नलेख्ने वार्तालापबाटै सबै वार्तालापबाट हुन्थ्यो ज्ञान हासिल गर्थे नम्बर 1 ज्ञानीमा कहिलेका हुन् तर वार्तालाप भएको उनको चाहिँ पुस्तकहरू थिएन भन्दाखेरि नि त्यो हिसाबले प्रश्न गर्न चाहिँ जानुपर्छ अब यहाँले पनि त्यो हिसाब गर्नुभएको छ अहिले जहाँसम्म सर्भिस डेलिभरीको कुरा आयो सिडिओ साहबको सर्भिस डेलिभरीलाई अलिकति यसमा हाम्रो मिसम्याच कहाँ देखिन्छ भने सर्भिस डेलिभरीमा एउटा सानो हामी अहिले डेलिभरी नै भनौँ नेपालीमा हामी सेवा प्रदान गर्ने भन्छौँ नि र सेवाग्राही भन्ने थपिन्छ त्यो प्रदान र ग्राही भन्ने शब्द दुइटै वर्जित हुनुपर्छ भन्छौँ त्यसलाई प्रतिबन्ध लाउनुपर्छ किन प्रतिबन्ध लाउनुपर्छ भने जब दिने र लिने भन्ने हुन्छ त्यहाँ बिस्तारै एउटा हायरार्की सेट हुन्छ तपाईँ दिने हुनुभयो म लिने भएँ तपाईँहरू बिचमा मेरो हायरार्की सेट हुन्छ तपाईँ दिने महत्त्वपूर्ण म लिने कमजोर त सुरुमा हाम्रो चाहिँ पब्लिक एडमिसन सुरु हुँदाखेरि यही कुरा थियो है राजाले जनतालाई केही कुरा दिनुपर्छ भन्ने नै थियो ग्रेस अफ द गभर्मेन्ट ग्रेस अफ द गभर्मेन्ट अब अहिले भने के आयो भने हामीले चाहिँ कहिले राइट बेस्ट अप्रोच भन्छौँ नि राइट बेस्ट अप्रोचले के भन्छ भने अब सर्भिस भनेको जनताको अधिकार भएपछि त मैले त्यसरी नै पाउँछु तपाईँले मलाई दिनै पर्छ भनेपछि त्यहाँनिर नै अहिलेको आइडिया पनि त्यही हो को क्रिएसन को कन्स्ट्रक्सन को प्रोडक्सन होइन सर यी कुराहरूले के मागिरहेका छन् भने त्यो दिने र लिनेको अवधारणा अगाडि बढेर है स्वयं स्टेटलाई अहिले पनि कहिलेकाहीँ म सुन्छु मन्त्रीज्यूहरूले अथवा हायर लेभलमा चाहिँ सरकारको चाहिँ के भन्छ अभिभावक भन्नाले यो गर्दैछु भन्ने हुन्छ सरकारले आफूलाई अभिभावक मानेको छ कि जनताले त्यो होइन वास्तव अब अभिभावकले त सबै केटाकेटीलाई मैले भने मान अरू कुरा तपाईँलाई थाहा छ त्यो समस्या मैले बुझेको छु अब होइन जनता कस्तो छ भने त्यो चाहिँ उमेर गइसक्यो है 16 वर्ष पुगेपछि छोरालाई पनि साथी बनाऊ भन्छ एउटा नीति है भनेपछि अब अहिले जनता उमेर पो 16 वर्ष पुगिसक्यो भनेपछि ऊ पोलिसी मेकिङमा म पनि मेरो आफ्नै माग छ मेरो आफ्नै सिप छ स्किल्स छ आइडिया छ त्यसमा म आफै इन्भल्भ हुन्छु भन्ने थालिरहेको छ त्यसमा सर्भिसको डिजाइनमा सर्भिसको डेलिभरीमा त्यसका नीति कार्यक्रममा जनताले 16 वर्ष पुगेको छोडो भन्नाले अब अभिभावकलाई सरकारलाई नभएर त्यो गार्जियन स्टेट भन्ने छोडेर अहिलेको पार्टनर स्टेट हेर्नुहोस् है नयाँ जागरण पार्टनर स्टेट हुनुपर्छ भनेको अहिले चाहिँ जनता र सरकार दुईनै भूमिकामा छन् दुईजनाको टिम बराबरी मान्यता छ बढीमा दिँदा हामी के कन्सिडर गर्छौँ भने त्यो सरकारलाई लिड पार्टनर छौँ भन्ने भाइ हामी पार्टनर हौँ ऊ अलिकति नीति सिद्धि रहेर अलिकति हामीले अग्रगामी भने लिड पार्टनर छौँ भनौँ तर गार्जियन छौँ पनि भनौँ न भन्ने स्थिति छ भनेपछि यदि त्यो फ्रेमवर्कभित्र बसेर हामीले सर्भिस डेलिभरी डिजाइन इम्प्लिमेन्टेसन गऱ्यौँ भने मलाई लाग्छ त्यसले अहिलेको समस्यालाई चाहिँ धेरै नै अगाडि बढाउँदै सक्छ जहाँसम्म अब गणेशजीको एआईबाट प्रश्न छ त्यो प्रश्नको मूल मर्म केमा थियो भने रिस्कुलिङ कसरी गर्ने अब यो चाहिँ अभ्यर्थी प्रश्न यसमा उत्तर दिन सकिँदैन रिस्कुलिङ गर्ने भन्ने प्रश्न मेरो सुविधाहरूलाई अब कुरा चाहिँ रिस्कुलिङभित्र अन्तर्निहित माने के छ भने बिहेभियरमा चेन्ज आयो है रिस्कुलिङ भनेर अहिलेका इकोनोमिक्सलाई पोलिटिक्स पढाउनु त होइन हामी त उनीहरूलाई बिहेभियरल पार्टमा कसरी जनतासँग सर्भिस डेलिभरी दिने अथवा यो टर्मिनेसलाई म्यानेज गर्ने क्रममा उनीहरूको क्षमता कसरी बढाउने भनेर रिस्कुलिङ गर्न खोज्छौँ अब त्यसको लागि चाहिँ एउटा स्ट्यान्डर्ड पहिलेको के थियो भने मान्यता लाइफ लङ लर्निङ त कहिले पनि अन्त्य हुँदैन त्यसले चाहिँ यही बिचमा हामी गर्छौँ भन्ने थियो तर अबको स्कुलिङको तपाईँको कन्सेप्टले चाहिँ नयाँ भ्यालुहरू पनि माग्छ भनेपछि अब रिस्कुलिङ भन्नुहोस् कि अथवा अरू किसिमको क्षमता वृद्धि भन्नुहोस्
अब अहिले क्षमता वृद्धि गर्नुपर्ने एउटै कुरा उसको चाहिँ सिभिल सर्भेन्टहरूमा अथवा गभर्मेन्टमा काम गरिरहेकोमा चाहिँ भ्यालु बेस्ड गभर्नेन्स भन्छौँ हामी। पहिला हामीले भ्यालुहरू सिकाउनु पऱ्यो, कुन भ्यालुको लागि हामी काम गर्दैछौँ भनेर भ्यालु डिफाइन गर्नु पऱ्यो। त्यो भ्यालु डिफाइन गर्न सजिलो छ, राम्रो हुनु, करप्सन फ्री हुनु इत्यादि भन्ने। तर त्यो भ्यालुमा हाम्रो आफ्नो रोल के हुन्छ भने त्यो रोलमा एग्री गर्नुपर्ने। पहिले भ्यालुमा एग्री, त्यसपछि रोलमा एग्री, त्यसपछि यो एउटा भनौँ न डेस्टिनेसन त तयार भयो। अब जाने एउटा म्याप चाहियो है, एउटा म्याप चाहियो, डेस्टिनेसन तयार हो, त्यो दिन पुग्ने कता कुन बाटो जाने भन्ने म्याप तयार भयो। अब अहिले नभएको हामीले के छ भने एउटा कम्पास चाहिएको छ। कम्पासले के गर्छ भने राम्रो दिशामा हिँड्दैछ कि छैन भनेर जाँच्छ। भने पूर्व हिँड्नुपर्ने मान्छे पश्चिम हिँड्यो भने तुरुन्तै रड गराउँछ। हामी कहिलेकाहीँ मोबाइल चलाएर हिँड्छौँ नि बाटोमा, उसले तुरन्त सतर्क गराउँछ। अब त्यो कम्पास चलाउने मान्छेले हामीले के दिनुपर्छ भने एकपल्ट भ्यालुमा एग्री भएपछि र बाटो तय भएपछि जो बाटो हिँड्दैन त्यो मान्छेलाई आजकल के भनिन्छ भने गाह्रो कुरा चाहिँ एलिमेन्ट अफ कोअर्सन। एलिमेन्ट अफ कोअर्सन भनेको शुद्ध नेपालीमा छडी लगाउनु है। बाटो एग्री छ र हिँड्दैन भने त्यसलाई छडी लगाउनु भन्ने हुन्छ। त्यो छडी लगाउने सिस्टम अहिले कमजोर छ है। मान्छेहरू बाटोमा तयार, डेस्टिनेसन क्लियर छ, रोड म्याप एग्री, तर रोड बाटो नक्सामा मान्छे हिँडिरहेको छैन। त्यहाँ छडी चलाउने मान्छे नभएपछि अलिकति डिरेल भइरहेको छ प्रोसेसहरू। त्यो हुनाले मलाई लाग्छ अलिकति त्यो कम्प्लायन्स इस्यु गर्ने त्यो चाहिँ कम्पास दिने मान्छे र त्यसलाई त्यसको अधिकार, त्यसको एलिमेन्ट अफ कोअर्सन है। अब हुन त हाम्रो यो कोअर्सन प्रयोग गर्न सकिएको छैन, त्यो राम्रो शब्द पनि होइन। तर अब एग्रिड कोर्स अफ एक्सनमा हिँड्दैन भन्दा उसलाई बाटो छडी बाहेक अरू छैन। पुरानो तपाईँले कुनै किताब सम्झिनु भएको छ, 95 को किताब हो नि त, क्राइसिस अफ गभर्नेबिलिटी इन नेपाल। यो भन्नुहोस् कहिले ल्यायो? क्राइसिस अफ गभर्नेबिलिटी। नेपाल भन्ने मुलुक गभर्नेबलै छैन भने पुगिदियो राइट है। विद्वान मित्र ध्रुव कुमारी त्यो लेखिसक्यो है। त भनेपछि नि गभर्नै गर्छ यिनी मुलुकलाई है। बाटोमा कोही हिँड्नु तयार छैन भनेपछि अलिकति नै हामीले समाज र राज्य मिलेर, म जहिले पनि सिभिल सोसाइटी पार्टनरसिप भन्छु नि त, समाज र राज्य मिलेर केही भ्यालुहरूमा हामी एग्री गरौँ र त्यो भ्यालुहरूलाई एचिभ गर्ने तरिकामा एग्री गरौँ, अनि मात्रै अगाडि बढ्न सक्छ। त्यसमा त्यो रिस्कुलिङको आइडिया नि धेरै नै छलफल गर्नुपर्ने अवस्था छ। फाइनली अब श्याम यो प्रश्न मैले अन्तिममा राखेको चाहिँ सबभन्दा कडा भएको हुनाले राखेको किनभने कडा के थियो भने थ्योरीलाई प्र्याक्टिसमा कसरी हाल्ने भाषाहरू भएको जान लिएर भन्नुभयो। अब यसमा चाहिँ हो प्रेजेन्टेसनमा धेरै बुलेटहरू भएको, थ्योरी जस्तो भएको थियो हो। अब यसमा सबभन्दा के छ भने अब अहिले तपाईँले चाहिँ इन्फर्मेसन टेक्नोलोजीलाई लिएर सुधारहरू गर्न चाहनुभयो, अरू कुराहरू पनि जोडिएका छन् भने अब दुईवटा कुरा मात्रै भन्नुभयो। एउटा चाहिँ अब पहिले त थ्योरी र प्र्याक्टिसको अन्तर। अहिले धेरै धेरै एउटा के छ भने यो थ्योरी हो, प्र्याक्टिसमा त यस्तो अर्कै कुरा छ भन्ने हुन्छ। त्यसमा एउटा आन्सर के भने पहिले एउटा चाहिँ लेखकले भनेका छन्, नथिङ इज एज गुड एज ए गुड थियरी, एज प्र्याक्टिकल एज ए गुड थियरी। नथिङ इज एज प्र्याक्टिकल एज ए गुड थियरी है। राम्रो सिद्धान्त जतिको प्र्याक्टिकल कुरा अरू केही छैन भनेपछि यदि केही कुरा तपाईँको प्र्याक्टिकल छैन भने त्यो थ्योरी नै प्रयोगबाटै आउने। त्यसो हुनाले पहिले त थ्योरी प्र्याक्टिसमा त्यस्तो धेरै ठुलो अन्तर छैन, तर राम्रो थ्योरी हुनुपर्छ, प्र्याक्टिसमा आधारित थ्योरी प्र्याक्टिसबाटै सिकेको थियो। त्यसले गर्दा त्यसमा त्यति धेरै तर पनि अब तपाईँले भने अझै पनि यी कुराहरूलाई कसरी लान्छ, मेरो 28वटा बुलेटलाई अझै पनि व्यवहार कसरी लान्छ भन्ने क्रममा चाहिँ अब यो तपाईँले धेरै कुरा भनियो, थुप्रै कुरा चाहिँ हामीले सेक्टर गभर्नेन्सलाई नि गभर्नेन्स सिक्नुपर्ने छ। तर अब यसमा पनि हामीले प्रायोरिटाइज गरेर केमा कसरी अगाडि बढ्ने छ भनेर भन्नुपर्छ। त्यो एउटा छलफल हो। यसमा हामीले प्रायोरिटाइज गरौँ। प्रायोरिटाइज गरेर केबाट खोज्नु त भने अब फेरि अर्को एउटा जाने हुन्छ है त, पिडिआइए भन्ने पिडिआइए भन्ने अर्को एउटा अप्रोच छ। अब कसरी काम गर्ने भन्नेमा चाहिँ यो थ्योरीको सिद्धियो, प्र्याक्टिसमा कसरी काम गर्ने भनेको चाहिँ पिडिआइए, प्रब्लम ड्रिभन आइटरेटिभ एसेसमेन्ट राइट। त प्रब्लम ड्रिभन आइटरेटिभ त्यसले के भन्छ भने कुनै पनि सुधारको काम सुरु गर्न अगाडि पहिले एउटा प्रश्न हामीले के सोध्नुपर्छ भने इन माई अर्गनाइजेसन वाट इज नट वर्किङ, केले चाहिँ यहाँ काम गरेन भन्ने पहिलो प्रश्न थियो। त्यो प्रब्लम। अब प्रब्लम ड्रिभन त्यो के काले काम गरेन भन्ने प्रश्नलाई सोधेपछि अनि त्यसको उत्तर पत्ता लाग्यो, केले चाहिँ काम गरेन त। अब 100वटाले काम नगरे हुनसक्छ भनेपछि नम्बर 1 के हो
त्यो नम्बर 1 काम नगरेको आन्सर के हो त्यसपछि खोज त्यो खोज्दा त्यो आन्सर सजिलो छैन त्यो कुनै किताबमा हेरेर पाइँदैन त्यसैले आइटरेटिभ भन्ने शब्द राख्नु आइटरेटिभ भनेको बारम्बार दोहोऱ्याइरहनु है पोहोर पनि यो गरेको तर यसले काम दिएन किन काम गरेन त सुधार त मैले पोहोर पनि गर्न खोजेको छु परार पनि गर्न खोजेको भनेपछि आइटरेटिभ दोहोऱ्याइ एउटै प्रश्न सोध्नुहोस् अनि दोहोऱ्याइपछि एकपल्ट दुईपल्ट तपाईँ एउटा समाधानमा तपाईँ पुग्नुहुन्छ अनि त्यसपछि एडप्टेसन भन्नेले अब त्यसपछि त्यसलाई सुधारको काम लागू गर्नुहोस् पनि कठोर प्रक्रिया छ तपाईँले भने पहिला प्रायोरिटाइज गर्नु पऱ्यो पहिला वाट इज नट फङ्सनिङ इन अफिसमा हेर्नु पऱ्यो अनि एकैचोटि सबै समाधान हुँदैन अहिले मैले एउटा आन्सर दिइसकेको छु सब अप्टिमल सोल्युसनको अहिले नै अप्टिमल भन्सार विभागको पनि त्यस वर्ग हुने होइन सब अप्टिमलमा 100वटा मध्ये केही 2टा मात्रै समाधान हुन सक्यो भने सब अप्टिमल सोल्युसन हो त्यसमा सन्तुष्टि हुन्छ त्यो 2टा गरेर फेरि गरौँला भन्नु त्यो कारणले त्यसरी बिस्तारै अगाडि बढ्यो भने पिडिआइए मेथडबाट गर्ने गर्न सकिन्छ थुप्रै गुन्जाइस छ त्यसको बाहिर पिडिआईको अर्को एउटा यो पनि एन्ट्री म्याथ भन्ने बडो विद्वान हार्वर्ड हो उसले भनेको छ उसले भनेको उसले के भन्छ भने यो पिडिआईले गर्दा यसरी समस्या पत्राउने त्यो होइन नलेजको सोच पनि यही तपाईँलाई बाहिरको नलेज हामीले भनेका थ्योरीहरूबाट चाहिँ तुरुन्तै चाहिन सक्ने कुरा कम हुनसक्छ तर यो आफ्नैबाट पिडिआईबाट निकालेको जुन जेनेरेट गरेको हुन्छ पिडिआईले जुन नलेज चर्निङ गर्छ त्यो चर्न गरेको नलेज चाहिँ बढी तपाईँलाई प्र्याक्टिकल हुनसक्छ भन्ने कुरा त्यो त्यसमा चाहिँ दिनुपर्छ फाइनली तपाईँले अब एआई नै लागिसक्यो भन्नाले अब अहिले एउटा अमेरिकामा एउटा नयाँ मुभमेन्ट छ एन्टी एआई मलाई चाहिँदैन एउटा मुभमेन्ट हामीले पुरो प्यारो गरिरहेको यहाँ अहिले क्वेसनरहरूले पनि हेरिरहेको सबैले एआई भएको हो कि चाहियो भनिरहेकोमा अमेरिकामा अहिले आजका मिटिङमा है आजको दिनमा पनि अहिले आन्दोलन छ क्यालिफोर्नियामा एआई विरोधी आन्दोलन चलिरहेको छ है एआईले यस्तो गर्ने उस्तो थुप्रै उसका छन् अनि त्यो भनेपछि एआईको बिचमा अरू होइन अरू कुरा छोडिदिनुहोस् एलन मस्क एआईको गुरु होइन जसको ओपन एआई भन्ने अफिसले उठेको छ त्यो एलन मस्कले के अप्लाई गरेको छ भन्नुहुन्छ भने अमेरिकी सरकारलाई 6 महिनासम्म एआई सम्बन्धी प्रविधिहरूमा अनुसन्धान गर्न प्रतिबन्ध लगाइयो अब यसरी एआई अगाडि बढ्यो कि अनुसन्धानै यसरी अगाडि बढ्यो कि यसलाई अनस्टपेबल भएपछि यसमा अनुसन्धानै अगाडि बढाइयो भने उसको भनेको एलन मस्क जस्तो मान्छेले त्यो भने केमा आधारित थियो भने उहिले एउटा किताब लेखेको थियो एकजना मान्छेले द सिङ्गुल्यारिटी भन्ने एउटा किताब छ द सिङ्गुल्यारिटी चाहिँ बडो खतरा किताब उनले के भने भविष्यवाणी पनि छ पछि हामी हेर्दै जान्छौँ किताब लेख्दाखेरि चाहिँ सन् 2045मा टेक्नोलोजी हामीभन्दा अगाडि जान्छ हामीले भन्ने मान्न छोड्छ है तपाईँले अहिले कम्प्युटरमा आदेश दिनुहुन्छ नि त्यो आदेशै हुने मान्छे आफ्नै हिसाबले गरेर अगाडि बढ्छ भन्नु भने थिएँ त्यसको 10 वर्ष पछाडि अहिले भर्खर अर्को किताब निकालेँ मेरो सिङ्गुल्यारिटीको चाहिँ रिभिजिट गरेँ मैले सन् 2035मा हामीलाई टेक्नोलोजीले सुत्तेर्न छोड्छ भन्नुहुँदै डर 35 है 10 वर्ष आइसक्छ अब 2035मा गएपछि चाहिँ हामीले भने हामीले मान्दैन नमानेपछि अब एआई त खतरा हुने भन्यो हुनाले एनटिआई त्यो आयो त्यसलाई आन्सर दिन भनेर है मान्छेले अब बसेर गर्ने एआईको प्रविधि पनि आइसक्यो अहिले नेपालमा पनि अब तपाईँले कति पढ्नुभएको छ साहित्यतिर पनि यसो हेर्नुहोस् है कहिले अर्चना थापा भन्ने लेखिका हुनुहुन्छ उहाँ संस्कृत प्रविधि अर्चना थापाले अस्ति एउटा लेख लेख्नु एआईको बारेमा है ठ्याक्क हाम्रो त्यो कुर्चवाइलर भन्ने जुन सिङ्गुल्यारिटी पनि लेखक जसले लेखो त्यो आइडियालाई बडो साहित्यिक भाषामा अब कुर्चवाइलर किताबबाट पनि हामीले गाह्रो हुन्छ बोल्नु अर्चना थापाको कथा पढ्नुहोस् पुरा त्यही नै हो एउटा मान्छेलाई थिएटर हेर्न जानुपर्ने हुन्छ है आज थिएटर हेर्छु भन्छ कम्प्युटर चाहिँ दिँदैन तेरो प्रोग्राम अर्कै तरिकाले भएको छ है थिएटर हेर्न जान्छु जस्तो कुरा जान्छु भने चाहिँ प्रोग्रामले मान्दैन कम्प्युटरमा यसरी आधारित भएको छ जीवन कि नयाँ कुरै तपाईँ जान्नु पाउनु भनेको हुनाले त्यो आइरहेको छ अनि यी सबै एन्टी एआई सम्बन्धी कुराहरूलाई अलिकति आन्सर गर्नु भने भर्खरैको नयाँ पुस्तकहरूबाट अर्को एउटा पुस्तकको चाहिँ नाम लिएर छोड्छु मेरो अन्तिम हाम्रो चाहिँ को इन्टेलिजेन्स भन्ने किताब हो अब त्यसले के भन्नु भने आर्टिफिसियल इन्टेलिजेन्स है साथीहरू हामी को इन्टेलिजेन्स भनौँ भनेर के अर्थ दिन खोजेँ भने यो एआई प्रविधि भनौँ अथवा इन्टेलिजेन्सको के प्रविधि हो हाम्रो साथी हो यो को इन्टेलिजेन्स भन्नाले मान्छेबाट उसको को मात्रै हो त्यसले नै हामीलाई ओभररुल गर्ने होइन
त्यसलाई म्यानेज गर्न सकिन्छ, अलिकति तपाईँ चलाक हुनुपर्छ, आफ्नो अवस्था डिफाइन गर्नुपर्छ। त्यस हुनाले को इन्टेलिजेन्स पद्धतिको फिलोसफी लिएर अगाडि बढ्दाखेरि अझै पनि एआईले काम गर्न सक्छ भनेर एकजना सिङ्गापुरको एकजना प्रोफेसरले भर्खरै पुस्तकमा लेखेको छ। त्यस हुनाले एआईलाई प्रयोग गर्दा पनि अलिकति हाम्रो पनि इन्टेलिजेन्स है त्यो प्रयोग गरेर भने चाहिँ एकदमै खतम पार्छ। यो आफ्नो इन्टेलिजेन्स प्रयोगले अहिले तपाईँलाई पनि भन्छु, हामी एआईसँग सरेन्डर भइसक्नु, सरको पनि देखेँ मैले, सबै एआईमा लागिसकेका छन्। यसलाई चाहिँ एआईको भाषाले के भन्छ भने नराम्रो शब्द छ, तैपनि भन्छु म एआई प्राइज फेरि मेला भन्छु, कग्निटिभ सरेन्डर। अब मान्छेले सोच्न विचार गर्न छोडे, एआईले जे भन्छ त्यही नै ध्रुव सत्य हो। जबकि एआईलाई तपाईँ कुनै प्रश्न सोध्नु, पहिलो उसले के भन्छ भने प्रश्न मैले दिएँ, म गलत छु है होला, म गलत हुनसक्छु है भनेर उसैले चेतावनी गर्छ। तर हामी त्यो मान्दैनौँ है, एआईले भने सिधो कुरा। यसलाई उनीहरूले शब्द दिएका छन् कग्निटिभ सरेन्डर। हामी अहिले नै कग्निटिभ सरेन्डर नगर्नु, जे पनि ह्युमन इन्टेलिजेन्सको प्रयोग गरौँ है, को इन्टेलिजेन्सबाट अगाडि बढ्नु। धन्यवाद। यसले कमसेकम सैद्धान्तिक आधार दिन्छ, सैद्धान्तिक नीति दिन्छ, कुनै पनि थ्योरी। त्यो थ्योरी पनि त्यत्तिकै डेभलप भयो हुँदैन। दोस्रो कुरो एउटा के बुझिदिनुपर्छ भने हामी थ्योरी पढ्छौँ, तर थ्योरीलाई त आफू अनुकूल इम्प्लिमेन्ट गर्ने हो नि, त्यसलाई हुबहु कार्यान्वयन कसले गर्नु भने अमेरिकाको पूर्व राष्ट्रपति विल्सनले भनेको एउटा शब्द म कोट गर्न चाहन्छु। उनले एउटा भाषणमा भने हामी चाइनाबाट चामल ल्याउँछौँ, चपस्टिकले खाँदैन, त्यो चाइनाबाट ल्याएको चपस्टिक चाइनिज जस्तो खानुपर्ने नि। हामीले डेमोक्रेसी बेलायतबाट ल्यायौँ, तर किङ र लर्ड मानेनौँ हो, त्यही ल्याउनु पर्ने नि त डेमोक्रेसी, लर्डहरू हुनुपर्ने, किङ हुनुपर्ने होइन। भने अन्त के भने उसको सङ्केत के हो भने आफू अनुकूल हुन्छ जे पनि। त्यसै थ्योरी आफै खराब होइन, थ्योरीलाई हामीले व्यावहारिक रूपमा लागू गर्नुपर्छ, सिम्पल रूपमा त्यसलाई अर्थबोध गर्नुपर्छ। उदाहरणलाई भनौँ, न्यू पब्लिक गभर्नेन्स अहिले आयो, त्यसको कन्सेप्ट त हामीले लागू गरेर धेरै भइसकेको छ क्या। सामुदायिक प्रहरी सामुदायिक बन्नु, सामुदायिक प्रहरीमा सेवाग्राहीहरूले भनेको पुलिसले टिपेर बस्छ, पुलिसले त्यो कार्यान्वयन गर्छ। यही त हो नि को प्रोडक्सन होइन, को कन्स्ट्रक्सन। त्यसैले गर्दा के हुँदो रहेछ त भने हामी त धेरै पहिले पो रहेछौँ त नेपालीहरू होइन। न्यू पब्लिक गभर्नेन्स पहिले लागू गरिदिए कि होइन, न्यू पब्लिक म्यानेजमेन्ट भन्नु पऱ्यो। हाम्रो त राणाकालमा उहाँ भन्सारसँगै ठेका, बजार अड्डा हो होइन, अन्त सुरु सबै ठेक्का रक्सीहरू सम्पन्न होइन थियो त। हामी त अरूभन्दा अगाडि रहेछौँ नि त। जुन बेलामा ऊ थियो, जुन बेलामा तपाईँको चाहिँ बेलायतमा 18औं शताब्दीसम्म अफिसहरू बिक्री गर्थ्यो युरोपमा, फ्रान्सको राजाहरूले, जर्मनको राजाहरूले अफिस बेचेर अफिस बिक्री गरेर भने ठेक्कामा दिएर त्यो पैसा असुल गर्थ्यो होइन। हामीले पनि त्यही गऱ्यौँ, अफिस बेच्यौँ, मालपोत हामीले ठेक्कामा दियौँ मुखियाहरूलाई, जिमिन्दारहरूलाई होइन। अब यो त ठेक्का बजार अड्डा, ठेक्का परिदिएपछि उसको दर्जा खरदार हुने, अनि चाँतो र गल्ती लाउनु पाउने, ड्रेस पनि लाउनु पाउने, फेरि दर्जा पनि पाउने होइन। त्यसैले हाम्रो विश्वेश्वर प्रसाद कोइरालाको बुवा त्यसैले ठेक्का पाएर कृष्ण प्रसाद चाँतोरा लाएर उहाँ सिराएको होइन। यस्तो थियो त। त्यसैले मैले खालि सिम्पल उसमा के भन्न खोजेको भने थ्योरीहरू आफै खराब हुँदैन, थ्योरी पनि कुनै प्रयोगबाट डेभलप भएको हुन्छ। त्यसलाई कसरी कार्यान्वयन गरेर चपस्टिकले चामल भात नखाएको होइन। अर्को प्रश्न चाहिँ मैले यहाँ रमाइलोकै लागि अब हाम्रो गणेशजीको पनि आयो, दुईवटा प्रधानमन्त्री बाहेकहरूले कर ऊ चाहिँ विधायी समेत पनि, विधायी भाषण पनि किन गर्नु है। एउटा बिबिसीले एउटा कार्यक्रम चलायो, यस मिनिस्टर, त्यसमा एउटा नेताले भन्छ अपोजिसन इज नट अपोजिसन, दे आर गभर्मेन्ट इन एक्जाइल, द ब्युरोक्रेसी इज अपोजिसन इन हाउस। ल हेर भने नेताहरूको सोचाइ त्यो व्यङ्ग्य हाने हुन चाहिँ व्यङ्ग्यात्मक रूपमा त्यसमा के भन्यो एउटा नेताले भने कहाँ अपोजिसन हो र त्यो त गभर्मेन्ट वेट गरिरहेको गभर्मेन्ट हो, त्यो अपोजिसन भनेको कर्मचारी तन्त्र हो, त्यो घरभित्रको शत्रु होइन। अनि त्यसपछि त्यही सोचाइ छ नेताहरूको। अनि उहाँहरू के हुन्छ आउँछ हाम्रो चाहिँ सबै अफिस म्यानुभर गर्नु, के गर्न खोजिरहेको छन् त्यो गर्न नदिने कर्मचारी हो। अनि किन यिनीहरूलाई माया गर्नु होइन, किन माया गर्नु, यो त हुँदैन भन्छ। जे भन्यो भने कानुनप्रति पनि उत्तरदायी हुन्छ कर्मचारी, त्यसरी हुनु हुँदैन भन्नै पर्यो, यो त हुँदैन।
भन्नै पर्यो होइन। पार्लियामेन्ट अन्ततोगत्वा देश र जनताप्रति पनि एकाउन्टेबल हुन्छ। त्यो त त्यस्तो कुरोहरूमा त कम्प्रोमाइज गर्दैन पञ्चायत तन्त्रलाई नो नै भन्नुपर्ने हुन्छ। नो भन्ने शैली मात्रै कस्तो होइन भने जस्तो क्या बडो नरम होइन। हुन त हुँदैन हजुर, यो मिल्दैन, अब यो बरु कानुन संशोधनतिर जाउँ कि प्रशासन सुधार कहाँ भन्छ। हाम्रो अहिलेसम्मको प्रशासन सुधार नभएको हामीले चाहिँ त्यसले एउटा गभर्नेन्सको कि एक्टर एउटा संयन्त्र, त्यो संयन्त्र सुधारै नभएको कारण के हो भने हामीहरूलाई इन्भल्भ नै गरेर हामीले पोलिटिकल्ली इम्पोज गऱ्यौँ वा व्यक्तिगत नितान्त व्यक्तिगत विचारहरू लान्न पऱ्यो। त्यो त सिस्टमले कामै गर्यो। उदाहरणको लागि भनौँ न 27 सालदेखि पद वर्गीकरण गर भने अहिलेसम्म मुख्य सचिवले लिस्टमा लेखेको थिएँ हो। त्यसपछि हरेक प्रशासन सुधार आएको रिपोर्टमा छ कोही त कार्य है। जसरी हो यो म गृह सचिव है, हाम्रो सचिव बैठकमा यो कार्यान्वयन गर्ने क्या अब मुख्य सचिवले के भन्नु भने आजभरि चुनाव आउन लागेको छ, चुनावतिर लाग्नु भने मतलब ओनरसिप नलिने होइन। रिपोर्ट ठिक्क थियो मधुनित तिवारीको आएर बसेको असाध्यै राम्रो रिपोर्ट थियो। कार्यान्वयन गर्ने होइन मुख्य सचिव चुला के त्यो कमिसन खाता गरिरहेको थियो अहिले बेला छैन क्या त्यो मन नपऱ्यो क्या है। 13औं त 14औं त भने कहाँ सचिव कहाँ बुझ्छ। अब त्यो के बुझेनन् भने यहाँ पनि पद त हुन्छ श्रेणी पो हुँदैन। यस्तो खालका हाम्रै आफ्नै पनि विभिन्न त्यस्तो खालको सोचाइले पनि पञ्चायत तन्त्र पछि परे हो। त्यसले यसमा कुनै अहिले हामीले भनेकै शब्द ऱ्याडिकल क्युरियोसिटी नै छैन कि 3R सिन्ड्रोम अहिले भनिनु फेरि दोहोरे 3R सिन्ड्रोममा काम गर्नुपर्छ। जनप्रिय छैन, जनताको हो नार्सिसिजम छ, अझ पनि नार्सिसिजम कर्मचारी तन्त्र अझ पनि त्यो भने पनि नभने पनि म जनताभन्दा माथि हो। त्यसले गर्दाखेरि जनताले मन पराउँदैन। कहाँ हो त्यो जनप्रतिनिधिसँग हामी तुलना गरौँ न। जनप्रतिनिधि हुँदा कति अप्ठ्यारो छ। अहिले 2 दिनभित्र 2-3जनाले कुनै खाइसक्यो कालो मुसो गरिसक्यो। अस्ति निर्वाचित गरेर आएको 3 महिना बाद कति गाह्रो छ उनीहरू होइन। उनीहरू जनतासँग डाइरेक्ट फेस गर्नुपर्छ। त्यस कारणले गर्दा उनीहरूलाई कठिन छ कर्मचारी तन्त्रको भन्ने। कहाँ कुनै खाने हो थाहा छैन, कहाँ कालो मुसो गर्छन् थाहा छैन, कहाँ चोट ढाका फटा भन्छन् थाहा छैन। सबै जवाब दिनुपर्छ। कर्मचारी तन्त्र न चुनावमा जानुपर्छ न केही छ होइन। सही छ नि त्यो दृष्टिकोण। त्यसैले गर्दा यस्तै हो। अब किन बिदा भएन भने मैले जवाफ दिएँ। कर्मचारी तन्त्र सुधार गर्ने हो भने यसको प्रोसेस र इन्स्टिट्युसनमा सेवाग्राही वर्गको प्रतिनिधित्व हुनुपर्छ। त्यो भयो भने त थाहै रूपमा सुधार हुन्छ। गर्ने के राखिदिनुहोस् न एउटा नाम नागरिक कचहरी वा नागरिक परामर्श समिति वा नागरिकसित राम्रा राम्रा शब्द पनि अनि गभर्मेन्टले त्यसलाई सहयोग गरिदिने कमिटी फर्म गर्ने हो। त्यहाँ उपभोक्ता मञ्चको प्रतिनिधिहरू होलान्, त्यहाँ बारका प्रतिनिधि होलान्, त्यहाँ मानवाधिकारवादी संस्थाका प्रतिनिधिहरू होलान्। एक्सेप्ट पोलिटिसियन पर्नु तिनीहरू राखिदिने र तिनीहरूलाई प्रोसेस र इन्स्टिट्युसनमै इन्भल्भ गर्ने। त्यो हाम्रो संस्थागत संरचनामा नै त्यो एउटा प्रावधान राख्ने र उहाँहरूको एडभाइसले काम गर्न थाल्यो भने नागरिकप्रति बिस्तारै कर्मचारी तन्त्र एकाउन्टेबल हुन थाल्छ र नागरिकको इच्छा मुताबिक डिजाइन हुन थाल्छ सर्भिस। र कर्मचारीको अप्ठ्यारो पनि तिनै नागरिक परामर्श समितिले बाहिर भनिदिन्छ। उहाँहरू पनि गाह्रो रहेछ, यो कुनै साधनै रहेछ बा यो बार लाइन जाँदो रहेछ, यस्तो हुँदो रहेछ, लाइन ह्याक हुँदो रहेछ, कहिलेकाहीँ यस्तो हुँदो रहेछ, कम्प्युटरले काम गर्दो रहेछ, नेटवर्कले काम गर्दो रहेछ। यो कुराहरू बाहिर गइदिन्छ अनि सबै चिज राम्रो हुन्छ। हामीले त्यो गरेनौँ भने एउटा प्रधानमन्त्री आउँछ, यसले एक थरी निर्णय गर्छ, अर्को प्रधानमन्त्री त्यो वाक्य गरेर एउटा मुख्य सचिव आउँछ, म घुस खान्न खान पनि दिन्छु, जहाँसुकै तास जबरजस्ती तास खान चाहिँ लिएन, म घुस खान्न खान पनि होइन। अनि त्यो गए त्यो सिद्धिहाल्छ होइन। हाम्रै पालामा हो विमल सरले के भन्नुभयो भने होइन यो त मुख्य सचिव नयाँ कुरो गर्न मन लाग्छ नि, जनताको सेवा गराउने, जनताको सेवा तपाईँहरू पढ्नुभयो भन्नु हामी जम्मै लाग्यो जनताको सेवा
पछि खासुस कर्मचारी होला के को हामी जनता नोकर हो हामी त राष्ट्र सेवक है एउटा खल्तीमा हाल्यो छैन हामी त राष्ट्र सेवक के को जनता हुन्छ है अनि यसै गरी हुन्छ मैले लिनामनजीलाई भनेको थिएँ उहाँले केही नयाँ कुरो गर्नु पऱ्यो भने मलाई बोलाउनु भएको थियो म अब जाने मैले के भने हेर भाइ यो इन्स्टिट्युसन र प्रोसेसमा जबसम्म पब्लिकलाई राखिँदैन नि सेवाग्राहीलाई त्यो बेलासम्म तिमी बसी भइन्जाल नथे तिमीले लाउ गरे लाउ हुन्छ तिमी गएपछि होइन यस्तै हो व्यक्तिगत हुन्छ त्यसरी व्यक्तिगत भने जब सिस्टममा लागेन अब अहिले लोकसेवामा हाम्रो माधवजी र म छौँ लोकसेवा आयोगमा जो गए पनि के फरक हुन्छ त्यो सिस्टममा छ सबै होइन सिस्टममा भएपछि जो गए पनि के फरक हो र होइन अध्यक्षले चाहियो नि त्यहाँ धारा ल्याउँदै होइन त्यस्तो पो हुनु पर्थ्यो त्यसले सिस्टम र इन्स्टिट्युसनमा मेरो अन्तिम निचोड चाहिँ के हो भने सिस्टम र इन्स्टिट्युसनमा सेवाग्राहीको प्रतिनिधित्व हुनुपर्छ त्यो अन्यत्र छ इक्वेडरको कन्स्टिट्युसनमा त कन्स्टिट्युसनले लेखिदिएको छ कि जनतालाई सरोकार राख्ने कुनै पनि नीतिमा कुनै पनि नागरिकले पार्टिसिपेट गर्न पाउँछ लेख्दैकै छ मौलिक अधिकार हो त्यस्तै गरी चाहिँ हामीले पनि एउटा संस्थाहरू बनाउन थाल्यौँ भने राम्रो हुन्छ र यो ट्र्याकमा आउँछ त्यहाँसम्म थ्योरीको कुरो छ थ्योरी आफै खराब होइन आफू अनुकूल लागु गर्नुपर्छ होइन 24 डिग्री भाग नखाए जस्तो होइन र कर्मचारीले के गर्नुपर्छ त भने त्यो लाओसुले भने जस्तो एउटा कपाल कोरेर कपाल मिलाउनेहरू हुने यिनीहरू चामलको एउटा गेडा पकाएर भात बनाउनेहरू भनेको कन चाहियो जो ईसापूर्व 206 मा भनेको कमिङ हियर वन बाई वन कुकिङ द राइस ग्रेन बाई ग्रेन यस्तो पनि कुनै मान्छे हुन्छ नि अहिले पनि त्यही भन्छन् त्यसैले गर्दा अलिकति फ्लेक्सिबल हुनु पऱ्यो रकमी हुनु भएन क्या रकमी व्याख्या भन्छ नि त्यो गर्नु भएन कानुनले पनि के भन्दा ब्रोडर कुराहरू प्रक्रियामा राखिसकेपछि अरू डिफल्ट रुल भन्छौँ त्यो हाकिमले नै गर्न सक्छ अरू चाहिँ